वेलकम टु दिदीबहिनी गार्डन च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ यस्तो डरलाग्दो घाम लागेको छ नि, अनि तपाईहरुलाई चाहिँ म के देखाउन चाहन्छु भने मैले अस्ति नै लगाएको रिपोर्टिङ गरेको मेरो रोजको प्लान्टहरु चाहिँ यसरी मर्दैछ नि त हो, यसरी मर्दैछ, यस्तो भइसकेछ। अनि आज चाहिँ म चाहिँ केमा हालेर गर्छु भने नि अब यो चाहिँ मेरो चाहिँ कम्पोस्ट छ, यो मैले बनाएको पत्ताहरुको यो कम्पोस्ट हो। अनि यो अन्डाको खोस्टा मैले चाहिँ पुरा जम्मा गरेर राखेको थिएँ। अनि यस्तो गरेर चाहिँ पुरा चुर यसरी हिर्काएर यसरी पुरा हिर्काउनुपर्छ, यसरी अन्त यस्तो बनाउनुपर्छ। यसरी बनाएर चाहिँ आज चाहिँ म चाहिँ यिनीहरूसँग मिलाएर चाहिँ रोजको रिपोर्टिङ गर्नेछु। किनभने चाहिँ पहिला चाहिँ मैले चाहिँ यसमा गार्डन सोइल, कोकोपिट, वर्मी कम्पोस्टहरू लगाएको थिएँ नि त हो। अन्त त्यसले गर्दाखेरि अलिकति फुल्यो, बादमा चाहिँ फेरि अन्त यस्तो भएर आयो। अब यो त मर्नु चाहँदैछ नि त, सुक्दैछ पुरै, यस्तो भइसकेछ हो, सर्भाइभ गर्नु सकेन। यसलाई चाहिँ अब म यो प्लास्टिक गमलाबाट हटाउँछु, माटोको गमलामा लगाउँछु। अनि यिनीहरूसँग यसरी मिलाएर चाहिँ यसरी अब यो कस्तो हुन्छ, कस्तो भएर चाहिँ अब यो सर्भाइभ गर्छ कि गर्दैन, म चाहिँ यसलाई चाहिँ ट्राई गर्दैछु आज चाहिँ कस्तो हुन्छ भनेर। यसरी चाहिँ जम्मै मिलाएर चाहिँ म चाहिँ रिपोर्टिङ गर्छु। अन्त रिपोर्टिङ गरेर त्यसको बादमा तपाईहरुलाई देखाउँछु। हेर्नुहोस् मेरो रोज चाहिँ कस्तो हुन्छ, तपाईहरुलाई देखाउँछु भयो भने। हेर्नुहोस् मैले रिपोर्टिङ गरिसकेको छु, यस्तो छ हो। यसरी अन्डाको खोस्टाहरू हालेको छु, अन्त यसरी यतामा हालेको छु। यो चाहिँ गमला चाहिँ टुट्यो नि त कि, अन्त मैले चाहिँ चिमटमाटोले हालेर लिपेर जोइन गरिरहेको छु। यस्तो चाहिँ यतिको भएको छ। अब यो म अहिले नै चाहिँ अपलोड गर्दिनँ, किनभने अहिले नै अपलोड गऱ्यो भने त अब मेरो प्लान्ट त्यसरी मर्नु आँटिरहेछ। अब कतिजनाले हेऱ्यो भने गऱ्यो भने चाहिँ अरूको प्लान्ट मर्छ कि। अब यो जबसम्म यो मेरो प्लान्टले सर्भाइभ गर्दैन, फ्लावरिङ दिँदैन, तबसम्म चाहिँ म हजुरहरूलाई अपलोड गर्ने छुइनँ। यो सबै यसले सर्भाइभ गर्यो, यसले राम्रो लिप्सहरू आयो भने, यसको पत्ताहरू आयो भने चाहिँ त्यहाँदेखि चाहिँ म हजुरहरूलाई चाहिँ अपलोड गरेर देखाउने छु। अन्त हजुरहरूले पनि यसरी गरेर नै आफ्नो प्लान्टहरूलाई उयो गर्नुहुन्छ, रिपोर्टिङ गर्नुहुन्छ। अब कति महँगो गरेर किन्छ नि हो, यसरी मरिदिन्छ कि, अन्त कस्तो माया लाग्छ म त कि। अन्त यो चाहिँ मेरो चाहिँ पहिला चाहिँ प्लास्टिकको गमलामा थियो नि त कि, प्लास्टिकको गमला चाहिँ घामले चाहिँ पुरा तात्तिँदो रहेछ, सिजन फ्लावर चाहिँ हुन्छ राम्रो। अन्त यिनीहरूलाई चाहिँ अलिकति अप्ठ्यारो हुँदो रहेछ कि, यो प्लास्टिक गमला तातेर चाहिँ मर्दो रहेछ। यो मैले चाहिँ पट आज मैले सफा नगरी यत्तिकै मैले लगाइदिएको छु। अब यसले सर्भाइभ गर्यो भने मात्रै यसलाई म सफा गर्छु, अन्त मात्रै तपाईँहरूलाई देखाउने छु। यसरी गरेर हेर्नुहोस्, यो अब जबसम्म सर्भाइभ गर्दैन, यसको फ्लावरिङहरू आउँदैन, तबसम्म चाहिँ म अपलोड गर्दिनँ। किनभने यहाँनिर चाहिँ एउटा चाहिँ आउँदैछ है, अब यो मर्छ कि के हुन्छ, यो सबै भइसकेपछि चाहिँ राम्रो भएपछि चाहिँ हजुरहरूलाई म देखाउने छु। हेर्नु सक्नुहुन्छ मेरो रोजको प्लान्ट चाहिँ यस्तो मजाले चाहिँ सर्भाइभ गरेको छ। यो चाहिँ मैले चाहिँ 2025मा चाहिँ रिपोर्टिङ गरेको थिएँ। अनि यसले चाहिँ सर्भाइभ गर्यो भने म चाहिँ दुबारा म ब्लग बनाउँछु अनि हाल्छु भनेको थिएँ। यसले चाहिँ मजाले सर्भाइभ गरेँ, किनभने यो चाहिँ दुईवटा पहिला फुलेर पनि सक्यो, मैले चाहिँ ब्लगै बनाउनु पाइनँ। यस्तो मजाको भएको छ। हजुरहरूले पनि यसरी गरेर बनाउनुहोस्। यसले पनि फ्लावरिङ गरेँ नि त कि, फ्लावरिङ गरेर पनि सक्यो, मैले ब्लगै बनाउनु पाइनँ। अन्त यो चाहिँ टुटेको थियो पट, मैले माटोले लिपेर बनाएको थिएँ कि हुँदैन रहेछ, धुँदाखेरि चाहिँ फुस्किहाल्दो रहेछ। अनि मैले प्लास्टिक काटिकन लगाएको छु। हजुरहरूले पनि यसरी गर्नुहोस्। किचन वेस्टबाट हामीले मलहरू बनाउन सक्छौँ। म चाहिँ केही पनि फ्याँक्दिनँ, यस्तो चिजहरू सबै किचन वेस्टकै हो। मेरो चाहिँ यस्तो राम्रो सर्भाइभ गरेको छ अहिले। मेरो यो रोज चाहिँ नि मरेको हो नि त, मरिसकेको। अनि मैले फेरि दुबारा गरेर चाहिँ यस्तो बनाएँ। हजुरहरूले पनि यसरी गरेर नै बनाउनुहोस्। मेरो चाहिँ जति पनि यो प्लान्टहरू म लगाउँछु नि सबै त्यही हो, मेरो घरमै बनाएको कम्पोस्ट चाहिँ म युज गर्छु, मलहरू युज गर्छु। अन्त हजुरहरूले यसरी गरेर हेरिदिनुहोस्। हेरिदिनुको लागि चाहिँ थ्याङ्क यू सो मच।